प्रभुका सम्पूर्ण ख्रिस्टियनहरूमा ख्रिस्टीय अभिवादन तथा जयमसिह। आज हामी धर्मशास्त्र बाइबलको पुस्तक अध्याय 2 लाई हामी वाचन गर्न गइरहेका छौँ। यहाँ यसरी लेखिएको छ, यसरी आकाश मण्डल र पृथ्वी र दिनमा भएका सबै कुरा भनाइ सिद्धिए। आफूले गर्नुभएका काम 6औं दिनमा परमेश्वरले सिद्ध्याउनु भयो र 7औं दिनमा आफूले गर्नुभएका सबै कामबाट उहाँले विश्राम लिनुभयो। अनि परमेश्वरले 7औं दिनलाई आशिष दिनुभयो र त्यसलाई पवित्र तुल्याउनु भयो, किनभने आफूले सृष्टिमा गर्नुभएका सारा कामबाट यसै दिनमा उहाँले विश्राम लिनुभयो। आकाश र पृथ्वीका सृष्टिको वृत्तान्त यही हो। परम प्रभु परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभएको दिन भूमिमा एउटै पनि वनस्पति थिएन र भूमिमा कुनै घाँसपात पनि उम्रेको थिएन, किनभने परम प्रभु परमेश्वरले पृथ्वीमा पानी वर्षनु भएको थिएन र भूमि खनजोत गर्न कुनै मानिस पनि थिएन। तर पृथ्वीबाट खोलाहरू निस्कि उठेर समस्त भूमिलाई भिजाउने गर्थे। तब परम प्रभु परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनु भयो र तिनको नाकबाट जीवनको सास फुकिदिनु भयो र मानिस जीवित प्राणी भए। परमेश्वरले पूर्वतिर आदनमा एउटा बगैँचा लगाउनु भयो र उहाँले बनाउनु भएको मानिसलाई त्यही राख्नु भयो। अनि हेर्नमा राम्रो र खानामा असल फल भएको हरेक किसिमको रुख परम प्रभु परमेश्वरले भूमिबाट उमार्नु भयो। उहाँले बगैँचाको बीचमा जीवनको रुख र असल र खराबको ज्ञान दिने रुख पनि लगाउनु भयो। बगैँचा भिजाउनलाई अदनबाट एउटा नदी निस्केको थियो र त्यहाँबाट छुट्टिएर त्यो 4वटा शाखा भएको थियो। पहिलो नदीको नाउँ पिसोन हो। यो त्यही नदी हो जुन हविलाको समस्त मुलुकमा बग्छ, जहाँ सुन पाइन्छ। त्यस देशको सुन असल हुन्छ, त्यहाँ खोटो र आनिक्सहरू छन्। दोस्रो नदीको नाउँ गिहोन हो। कुशको समस्त देशमा बग्ने नदी यही हो। तेस्रो नदीको नाउँ टाइग्रिस हो। यो असुरको पूर्वतिर बग्छ र चौथो नदी युफ्रेटिस हो। परम प्रभु परमेश्वरले मानिसलाई अदनको बगैँचामा लानु भई त्यसको गोडगाड र हेरचाह गर्न राख्नुभयो। अनि उहाँले मानिसलाई यो आज्ञा दिनुभयो, बगैँचाका सबै रुखका फल तैँले संकोच नमानी खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रुखको फल चाहिँ नखानु, किनभने जुन दिन तैँले त्यो खान्छस् त निश्चय नै मर्नेछस्। फेरि परम प्रभु परमेश्वरले भन्नुभयो, मानिस एक्लो रहन असल छैन, म त्यसको निम्ति त्यसलाई सुहाउने एकजना सहयोगी बनाउने छु। परम प्रभुले सबै वन पशु र आकाशका सबै पन्छीलाई भूमिबाट बनाएर मानिसले तिनीहरूको नाउँ के राख्दो रहेछ भनी हेर्न तिनीहरूलाई मानिस कहाँ ल्याउनु भयो र मानिसले हरेक प्राणीलाई जे नाउँ दिए त्यही नै त्यसको नाउँ भयो। यसरी मानिसले नै सबै पाल्तु पशु, आकाशका पन्छी र सबै वन पशुहरूका नाउँ राखे। तर आदमको निम्ति तिनलाई सुहाउँदो कोही सहयोगी पाइएन। यसै कारण परम प्रभु परमेश्वरले मानिसलाई मस्त निद्रामा पार्नुभयो र उनी निदाएको बेला उनका करङहरू मध्येको एउटा निकाल्नु भई त्यसको ठाउँमा मासु भरिदिनु भयो। जुन करङ परम प्रभु परमेश्वरले मानिसबाट निकाल्नु भएको थियो त्यसबाट एउटी स्त्री बनाउनु भई मानिसमा ल्याउनु भयो। मानिसले भने, यो त मेरै हाडको हाड र मासुको मासु हो, यिनलाई स्त्री भनिनेछ, किनभने तिनी पुरुषबाट निकालेकी हुन्। यसै कारण मानिसले आफ्नो आमा बुबालाई छोड्छ र आफ्नो पत्नीसँग मिलिरहन्छ र तिनीहरू एउटै शरीर हुन्छन्। मानिस र तिनकी पत्नी दुवै नाङ्गा थिए र लजाउनुहुन्थे। यो वचन पढे अनि सुनेमा परमेश्वरले प्रशस्तमा आशिष दिनुभएको होस्। आउनुहोस् हामी छोटो प्रार्थना गरौँ। हे स्वर्गीय पिता, तपाईको महान सृष्टिको निम्ति धन्यवाद दिन्छौँ। हामीलाई जीवन दिनुभयो, विश्राम सिकाउनु भयो र प्रेम र साथको मूल्य बुझाउनु भयो। हामी सधैँ तपाईको मार्गमा हिँडौँ र तपाईले दिनुभएको आशीर्वादलाई कदर गरौँ। यी सबै कुराहरू येशूको नाउँमा माग्दछौँ, आमेन।